क्रिसमस इसाई धर्मको प्रमुख पर्व हो जुन प्रत्येक वर्ष डिसेम्बर 25 मा मनाइन्छ। आजकै दिन करिब 2000 वर्ष अघि मानवताका लागि प्रेमको सन्देश बोकेर येशू ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ। यो पर्व येशू ख्रीष्टको जन्मको सम्झनामा मनाइन्छ। जीसस क्राइस्ट अर्थात् येशू ख्रीष्टलाई इसाई धर्ममा परमेश्वरका पुत्र र मानवताको उद्धारकर्ता मानिन्छ। क्रिसमसले विशेष गरी प्रेम, शान्ति, क्षमा र मानवताको सन्देश दिन्छ। येशूको जन्मले संसारमा आशा र उज्यालो ल्याएको विश्वास इसाई समुदायमा रहिआएको छ। संसारलाई प्रेम र भाइचाराको सूत्रमा उन्दै हिँड्ने येशूको अभियान त्यो बेलाका शासकहरूले सहन नसकेर उनलाई मृत्युदण्ड दिइयो। मृत्युदण्ड पश्चात पुनः जीवित बनेर मानव कल्याणमा लागेको र येशू मानव रूपमा मानव जातिको पापको प्रायश्चितका निमित्त यस संसारमा आउनु भएको हो भन्ने धार्मिक विश्वास छ। येशू ख्रीष्टको जन्म जेरुसलेमको बेथलेहेममा मरियमको पुत्रका रूपमा भएको हो। यद्यपि येशूको जन्मको महिना र मिति अज्ञात नै छ, तर पनि 4औं शताब्दीको सुरुतिर चर्चले डिसेम्बर 25 लाई नै येशूको जन्म मिति तोकेको थियो। अधिकांश इसाईहरूले ग्रेगोरियन क्यालेन्डर अनुसार डिसेम्बर 25 मा क्रिसमस चाड मनाउने गर्दछन्। व्यवहारमा येशूको जन्ममिति जान्नुभन्दा पनि सांस्कृतिक चाड मनाउनु नै क्रिसमस डेको मुख्य उद्देश्य रहिआएको छ। क्रिसमसको दिन इसाई धर्मावलम्बीहरूले घर आँगनलाई मजाले सजाउँछन्। सहर बजार र चोकहरूमा सरसफाई, रङरोगन र झिलिमिली बत्तीहरूले क्रिसमसको रौनकता बढाएको हुन्छ। घर आँगन र चोकचोकमा सजाइने क्रिसमस ट्री र न्यानो लुगामा सुसज्जित विभिन्न उपहार बाँड्ने सान्ता क्लजको बिम्ब प्रकृति र प्रेमका प्रतीक हुन्। आफन्त र साथीभाइ बीच भेटघाट, स्वादिष्ट परिकार खानपान र उपहार आदान प्रदान गरी क्रिसमस मनाइन्छ। आधुनिक रीतिरिवाज अनुसार उपहार आदान प्रदान गर्ने, क्रिसमस गीत र सङ्गीत तथा क्यारोलिङ, झिलिमिली बत्ती बाल्नु, क्रिसमस शुभकामना कार्डको आदान प्रदान, चर्चहरूमा विभिन्न सेवा, विशेष खाना, क्रिसमस क्र्याकर्स र क्रिसमस रुखहरू सजाउने गरिन्छ।